लगभग 15,000 आइसी जतिको मैले घडी मात्र लिएको छु योपालि चाहिँ। गर्लफ्रेन्ड सर्लफ्रेन्ड छैन, गर्लफ्रेन्ड भएको भए त जति नि लुट्छन् मान्छेले, लुटिदिन्छन्। मलाई लिन मन लाग्यो त्यो, मलाई कुनै कुरा लिन मन लाग्दैन, बट मन परिहाल्यो भने म पैसा सिसा हेर्दैन। अनि म यात्रा गर्नेछौँ फेरि 413 बस, जुन अहिले हामीले लाजपत नगर लैजानेछ। वन्स अ ब्याक बेन्चर अलवेज अ ब्याक बेन्चर भने जस्तै यहाँ फेरि आएर लास्ट बस। अनि भ्यू हेर्नुहोस्, बस सो नाइस बस। 3 वर्ष 4 वर्ष अगाडि आउँदाखेरि यहाँ बसहरू एकदम थोत्रो थोत्रो हुन्थ्यो, एकदम कवाडीमै बेच्ने खालको हुन्थ्यो। तर जुन हिसाबले दिल्लीमा पल्युसन भयो अहिले लगभग यहाँ सबै बसहरू लगभग बस यहाँ नाइस कन्डिसनमा विथ एसी छ, मजाले सबै रिङ चाहिँ के भन्छ के भन्छ पल्युसन कन्ट्रोल गर्नको लागि यहाँको लगभग सबै बसेसहरू एसी बनाएको छ र नाइस कन्डिसनमा छ। पहिला जस्तो थोत्रो चाहिँ अहिले कुनै बस छैन। मेट्रोभन्दा पनि बसमा ट्राभल गर्न प्रिफर गर्छु भने चाहिँ किनभने मलाई सबै गर्छ नि यो कुराहरू हेर्नु छ क्या। मेट्रोबाट यस्तो कुराहरू केही देखिँदैन, यो लोकल मार्केट। दिल्लीमा आफू त गर्मी बढी नै छ, तर यहाँ मान्छेहरू पनि एकदमै बढी गर्मी रहेछ क्या। हरेक 1 किलोमिटर हिँड्छु, हरेक 1 किलोमिटर सक्नुभन्दा अगाडि नै एउटा न एउटा रोड रे झगडा हेरिहाल्छ क्या। यहाँको मान्छे थाहा छैन किन एकदम एग्रेसिभ। बसमा मैले लगभग 2-3 चोटि ट्राभल गरेँ, 2-3 चोटि नै यहाँ कसको झगडा हेरिसकेँ। मान्छेहरू एकदम सर्ट टेम्पर टाइपको मान्छेहरू हुँदो रहेछन् यहाँ त यार। झगडा मात्र झगडा ल। आफ्नो कपडा खोज्नको लागि आएको थिएँ, तर यहाँ केटीहरूको मात्र कपडा रहेछ यार। अनि गर्लफ्रेन्ड सर्लफ्रेन्ड छैन, गर्लफ्रेन्ड भएको भए त जति नि कपडाहरू या झुम्काहरू जति नि सामानहरू लिएर जान्थे, तर गर्लफ्रेन्ड छैन, त्यही समस्या छ। अनि यहाँ सामान भने चाहिँ केटीहरूको मात्र पाउँछ। त्यही भएर अब चाहिँ आफ्नो लागि त कहाँ जानु यार, आफ्नो लागि कपडा खोज्न आएको थिएँ। अब आफ्नो कपडा खोज्नको लागि कहाँ जानुपर्छ त्यो थाहा छैन। अब यसो डुल्दैछु, म डुल्छु कता कता। क्युट क्लचर्सहरू, लिफहरू छन्, जुत्ताहरू सब केटी मात्र रहेछ। केटाहरू त केही भेट्दैन त यार, टाउको दुखिसक्यो मेरो। घामले गर्दा झन् टाउको दुखिरहेछ। जे हेर्नु सब गर्ल्स मार्केट नै नाम दिँदा हुन्छ अहिले यार। कि त केटी कपडा कि त झुम्काहरू। यो झुम्काहरू मैले के गर्नेहरू लिएर कसको लागि लिनु, मैले लिनु त मान्छे मैले बढीमा बढी लियो भने मैले आफ्नो मम्मीको लागि लिन्छु, माइजूहरूको लागि लिन्छु। अझ त्यस्तै हो। अब अहिले म जाँदैछु सरोजनी नगर, लाजपत नगरबाट। अनि सरोजनी नगर जानको लागि पिङ्क लाइन छ नि, यो पिङ्क लाइन यस्तो फलो गरेर जानुपर्ने हुन्छ। सो लाजपत नगरबाट त केही सामान लिन सब केटी मात्र रहेछ। लाजपत नगरको नाम हटाएर गर्ल्स लाजपत नगर राख्नु हुन्छ। अब सरोजनीमा हेरौँ के भेटिन्छ। सरोजनी मार्केट बापरे बाप कत्रो घाम हो यो। पहिलो कुरा सेफ्टीको ख्याल राख्दै आफ्नो ब्याग अगाडि झुन्ड्याउने, मोबाइल हातमा राख्ने, मोबाइलबाट ब्लगिङ गर्ने, अनि ब्यागलाई यसो गरेर राख्ने। अनि दान के किन्नु मन लाग्छ किन्ने त्यसपछि। अब त्यही भएर एउटा टोपी लिएँ मैले आफ्नो लागि। यो अलिकति घामले प्रोटेक्ट गर्छ कि भनेर। यो यस्तो देखिन्छ भनेपछि महँगै खालको टोपी लियो, अलिकति राम्रो खाले भनेर। काठमाडौँमा यो टोपीहरू सेम होलसेल रेटमा लिँदाखेरि 500-700मा दिन्छन्। यहाँ चाहिँ अलिकति महँगै लिए, राम्रो क्वालिटी किनभने अलिकति क्यापहरू अब लाउँछु जस्तो लागिरहेको, किनभने घामले अलिकति मेरो टाउको दुख्ने हुने गरेर हुँदैछ।
अनि जसले गर्दा चाहिँ अब यसो क्याप स्याप अब लाउने बानी बसाल्छु घामसँग प्रोटेक्ट गर्नुले आफ्नो टाउकोलाई। सो अब किन्छु के लिनु छ, धेरै कुरा लिइसकेँ, अरू कुराहरू लिइरहेको छु। यहाँ अलिकति भ्लग बनाउनु एकदम गाह्रो हुन्छ, त्यही भएर खासै भ्लग बनाइरहेको होइन। बिस्तारै के कुराहरू छ सबै कुरा देखाउँछु म बिस्तारै। दिनको 2:30 भइसक्यो तर अहिलेसम्म खानासाना केही खाएको छैन। कुतुब मिनार गयो, घुमेर आएँ। अब यता यसो अनि त्यसपछि उता लाजपत नगर गएँ अनि सरोजनीमा घुमिरहेको छु। अनि भोक अब टाउकोमा चढिसक्यो अनि घामले गर्दा र भोकले गर्दा मेरो टाउको दुख्न थाल्छ। अब कता ढल्नुभन्दा पहिला म खानाको तलासमा छु। खाना त यहाँ खाजा मोमोहरू के पाइरहेछ तर त्यो खान मन छैन, बिरयानी खान मन लागिरहेको मलाई। सो बिरयानीको तलासमा म कता भट्किरहेको छु। योमा पाइन्छ भनेर सुन्यो, अब यतै गएर यसो अब बिरयानी एक्लै बसेर खाइदिने। अब See you guys। मैले हाहाकार मचेको छ, कपडा उतारेर छन्, साँट मिलाइरहेछन् सबै। यता काठमाडौँ महानगर प्रहरीहरू जस्तै यहाँको पनि प्रहरी आए जस्तो छ। सब आफ्नो भागमा चराहरू रोजनीको मार्केट सकाएर अब म यस्तो करोल बागतिर डुलिरहेको छु। सक्लो आज लगभग 3टा मार्केट घुमे छैन, अब 2टा मार्केट सकिसकेँ अनि एउटा मार्केट अब जाँदैछु लाजपत नगर अनि त्यसपछि सरोजनी मार्केट। अनि अब चाहिँ नेक्स्ट चाहिँ यो चाहिँ करोल जानु लाग्छ, करोल बाग। वुमन्स ओन्ली हुन्छ है, सुरुको साथ 3टा डब्बा जति वुमन्सहरूको लागि हुन्छ पर्पजको लागि। अनि बाँकी केटाहरू बुढो जो जति बाँकीमा त केटाकेटी जो नै बस्दा केही फरक पर्दैन। यो ब्लू फिङ्गर प्रिन्ट भएको छैन, हातको प्रिन्टहरूमा अहिलेसम्म कति तल जाने कि एकतर्फबाट तल गयो, एकतर्फबाट अब फेरि तल माथि गर्दा फेरि अब टुवर्ड ब्लू लाइन है, यहाँ ब्लू लाइन एन्ड दिस गो। सो दिस इज दिल्ली फर यु गाइज। हाम्रो मेट्रो ट्र्याक रहेको छ एन्ड दिस इज आशिष। अब हामी चाहिँ यसमा नआइकन यो भनेको द्वारका सेक्टर 21 तिर जान्छ। हामी जाने नोएडा इलेक्ट्रोनिक सिटी जाने। अघि बसेको मेट्रो चाहिँ गलत रहेछ, उल्टो डाइरेक्सनवाला मेट्रो बसेँ। अब फेरि अब मेट्रो चेन्ज गर्नुपर्ने छ। सो टाउको दुखिरहेको छ मेरो। यो मेट्रोवाला कहिल्यै बुझ्नु यार, मेट्रोले मलाई ढुमाउँछ यार। सिडीहरू पनि यति चल्यो भने त्यति क्यालोरी माइनस हुन्छ भन्नु, त्यही भएर सिडीलाई प्रमोट गर्नको लागि यो स्टेपहरूलाई प्रमोट गर्ने रादर देन युज दिस भनेर मेट्रो आइसकेको छ करोलबाग जाने। अब यसमा मजाले बसेर एसीको हावा खाँदै सर्ट निस्किनुपर्छ है। अब सिसामा पनि हामी कहाँ भनेपछि करोलबागको मार्केटमा। सो वेलकम छ मलाई तपाईँहरूलाई पनि जो ब्लग मार्फत म सँगसँगै दिल्ली घुम्नु भइरहेछ। यहाँ हेरौँ के किन्नु। पछि बल्ल कपडा केटाहरूको कपडा पाउने मार्केट भेटेको छु, जुन कि चाहिँ करोल बाग रहेको छ। गफार मार्केटको चाहिँ एकदम फेमस मोबाइल पसलहरू यहाँ हुन्छ। जस्तो पनि मोबाइलहरू तपाईँले सेकेन्ड ह्यान्ड नयाँ सेकेन्ड ह्यान्ड एन्ड रिफर्निस्ड मोबाइलहरू पनि एकदम राम्रो प्राइसमा पाउनुहुन्छ। तर त्यही हो, त्यो चेक गर्न जानुपर्छ नि, त्यहाँ यस्तो ठगाइ ठग्छ कि जिन्दगीमा तैँले कहिले बिर्सिनु हुँदैन। मोबाइलहरू छन् टन्नै। मोबाइल त लिनलाई सस्तो छ तर ठगिनु भयो भने त्यसको जिम्मा चाहिँ आफै राख्नु छ है। किनभने इन्डियामा त्यही एउटा छ कि इफ यु नो हाउ टु बार्गेन एन्ड नो हाउ टु टेस्ट द क्वालिटी अफ द गुड्स देन यु क्यान गेट द बेस्ट आउट अफ द बेस्ट। तर इफ तपाईँले चेक गर्न आउँदैन भने चाहिँ इट इज नट मेड फर यु, इट इज नट मेड फर यु है। लुट्छन् मान्छेले, लुटिदिन्छन्। 200 अनि 100को त धेरै अप्सन रहेछ, सबै 100को घडी है। 100 वाचेस मैले चाहिँ यहाँबाट 2-3वटा घडी चाहिँ लिएँ, राम्रो क्वालिटीको 2-3वटा घडी मैले चाहिँ लिएको छु आफ्नो लागि।
अलिकति एक्सपेन्सिभ नै पर्यो लगभग 7-8 हजार नै पर्यो लगभग घडीको मेरो चाहिँ अलिक महँगो छ तर मलाई लिन मन लाग्यो त्यो मलाई कुनै कुरा लिन मन लाग्दैन बट मन परिहाल्यो भने म पैसा हेर्दैन सो आफ्टर लङ टाइम अलिकति महँगै लिएँ 3टा घडी जति लिएँ 3टा घडीको ओभरअल लगभग 15,000 आइसी जति पर्यो लगभग 15,000 आइसी जतिको मैले घडी मात्र लिएको छु योपालि चाहिँ ठिकै छ टाउको दुखिरहेको यार जो म आएको छु करोल बाग भित्र जुन जुत्ताहरूको होलसेल मार्केट रहेको छ यहाँ सबै जुत्ताहरूको होलसेल मार्केट नै रहेको छ जुत्ताहरू इन्डियाभर जता पनि जुत्ताहरू जान्छ त्यो सबै हेर्नु यहीँबाट बिजनेस गर्नु पर्ला जस्तो लागिरहेको यस्तो सामानहरू यहाँबाट मान्छेहरू लिएर जान्छ डेढ कन्डिसनमा आज नहिँडे पनि लगभग 20-30 किलोमिटरभन्दा बढी हिँडेको छु जस्ट यतिसम्म थाकिरहेको छु कि जहाँ सुत्न पाए त्यहीँ सुतिन्छु बट एनर्जी त जति टायर्ड भयो नि अलिअलि ममा हुन्छ नै जति बेला भए पनि रातिको 10 भइसकेको छ रातिको 10 बजे पनि यस्तो चहल पहल छ सबै फुड स्टलहरू ओपन नै छन् रातिको 10 बजे जस्तो फिलै छ मार्केट